हेलो गाइज, आजको डे चाहिँ मेरो सिधै गाडीबाट सुरु भइरहेछ किनभने आफूसँग त बटन छैन र म यात्रा भनेको गाडीमै गर्छु। किनभने आज पानी पनि परिरहेछ 2-3 दिनदेखि लस्करै र म आज फेरि जाँदैछु कहाँ भने सामान लिएर जाँदैछु पत्रीतिर। र आजको मौसम हेर्दा क्या मजाको छ, हेर्न सक्नुहुन्छ। अनि म चाहिँ त्यो भ्यू इन्जोय गर्दै पुगिसकेँ पत्री सामान लिएर। अनि सामान लिएर पत्री पुग्ने बित्तिकै सामानहरू बुझाएँ अनि बिलहरू पनि हामीले उयो गऱ्यौँ। अनि त्यो सकेर म लागेँ फेरि दमकतिर, किनभने मेरो ड्युटी चाहिँ धेरै जस्तो दमकमै हुन्छ। पत्रीमा चाहिँ म सामान पुर्याउन मात्र आउँछु र पत्रीको स्टोरमा चाहिँ एक्स्ट्रा अरूहरू पनि छन्। त्यसैले चाहिँ अब म चाहिँ अनलाइनको धेरै हेर्छु र दमकबाट सामान चाहिँ सिधै काठमाडौँबाट दमकमा आउँछ र दमकमै चाहिँ म बढी बस्ने गर्छु र मेरो घर पनि दमकमै छ। त्यही भएर म चाहिँ अब फेरि दमकतिर लागेर यो अहिलेको बाटोको अवस्था हेर्नु पर्यो भने मान्छे रिङ्गटै लागेर लडिन्छ होला। यस्तो हिलो बाटो थियो कि त्यो जसोतसो गरेर पुग्यो दमक स्टोर। र आजको डेमा चाहिँ दमक पुग्ने बित्तिकै त्यस्तो खासै केही मैले भिडियो बनाउन पाइनँ किनकि भिडको भएको कारणले। र आजको भिडियो यहीँसम्म हुन्छ। थ्याङ्क यू सो मच, बाई।